दर्शकवृन्द घटना 2082 साल पौष 19 गते साँझ 9 बजेतिरको थियो। रोल्पाको सुनछारी गाउँपालिका वडा नम्बर 1 सिरमबाट 7औं राष्ट्रपति रनिङ सिल कार्यक्रम सकेर सिउरीतर्फ जाँदै गरेको विद्यार्थी सवार गाडी सिरम सिउरी सिमानामा पर्ने लुङ्ग्री नदीको किम्ले घाटमा दुर्घटना हुँदा 12 वर्षीय सुनिल अनि दिपाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य 9 जना गम्भीर घाइते छन्। यो हृदय विदारक घटनाले जो कोहीको मुटु छिया पारेको छ। आज हामी घटनास्थलबाट प्रत्यक्ष यो रिपोर्ट प्रस्तुत गर्दैछौँ। घटना चाहिँ राति 9 बजे भएको भन्ने सुनिएको छ र यस घटनासँग सम्बन्धित रहेर जो घटनास्थलमा प्रत्यक्ष उद्धार कार्यमा खटिनु भएको थियो सँगै विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूसँग पनि हामी कुराकानी गर्नेछौँ। ड्राइभरले यस्तो ठाउँमा चाहिँ पहिलोपटक गाडी चलाएको भन्ने पनि छ। सँगै यो बाटोको अवस्था एकदमै जीर्ण भएको कारणले गर्दाखेरि एकदमै खतरनाक भएको कारणले गर्दाखेरि यहाँ चाहिँ पक्की पुल नभएको कारणले गर्दाखेरि घटना भएको भन्ने बुझिएको छ। खासमा घटना के कारणले भएको त्यस विषयमा हामी सम्बन्धित घटनास्थलमै पुगेर घटनामा चाहिँ जो प्रत्यक्ष जसले चाहिँ उद्धार कार्यमा खटिनुभयो उहाँहरूसँग पनि हामी कुराकानी गर्दैछौँ। दर्शकवृन्द, यति बेला हामी रोल्पा जिल्लाको सुनछारी गाउँपालिका वडा नम्बर 1 को सिमानामा जुन गैराती अत्यन्तै दुःखद घटना घटेको थियो सोही घटनास्थलमा छु र घटना घटिसकेपछि प्रत्यक्ष उद्धार कार्यमा खटिनु हुने एकजना सरसँग हामी जोडिएका छौँ। सर, सुरुमा स्वागत छ। धन्यवाद। हजुरको शुभ नाम भन्नुहोस्। घरको घटना हो, मेरो घर सिउरी, सिउरी हो। सुनछारी यो हाम्रो नेपाल राष्ट्रिय माथि विद्यार्थी मञ्चको हजुर, यो जुन घटना भयो, जुन रनिङ सिल कार्यक्रम सकिए लगत्तै फर्किएको भन्ने छ गाडी हो। हाम्रो चाहिँ सुनचरी गाउँपालिका स्थित अन्तर्माध्यमिक विद्यालय स्टोरको चाहिँ 7औं राष्ट्रपति रनिङ सिल प्रतियोगिता पोस्टको 15देखि सुरु भएर 19 गते चाहिँ समापन भएको थियो साँझ। यो चाहिँ सुनचरी गाउँपालिकाको आयोजनामा अनि सुनचरी गाउँपालिका वडा नम्बर 1 स्थित शिव जनसेवा माविको चाहिँ स्थानीय व्यवस्थापन सहआयोजनामा त्यो मावि सेरममा चाहिँ भएको थियो। समापन भइसकेपछि हामी फर्किँदै थियौँ। 3वटा गाडी थियो हाम्रो, विद्यार्थी अनि सामान, लजिस्टिक सामानहरू सबै खानादेखि लिएर ग्यास सबै हामीले लगेका सबको सामानहरू उठाउँदा र सबै विद्यार्थीहरू 3वटा गाडी थियो। 3वटा गाडीमा चाहिँ पहिलोवाला आउने गाडी चाहिँ यिनीहरू चाहिँ पुरानो भइसकेपछि पहिलो गाडी सम्भवतः यो सुनछारी गाउँपालिकाकै पहिलो एकदम दुःखद घटना होला।